नमस्कार, स्वागत छ तपाईहरुलाई रिताज किचनमा। यदि तपाईहरुले थुक्पा बनाउँदा पनि नमिठो हुने समस्या छ भने आजको यो भिडियो एकदमै ध्यान दिएर हेर्नु होला। यो जाडोको मौसममा एकदमै तातो थुक्पाको सुप, त्यो पनि एकदमै मगमग बास्ना आउने र हेर्दैखेरि खाउँ खाउँ लाग्ने कसरी बनाउन सकिन्छ, स्टेप बाइ स्टेप घरमै भएको इन्ग्रेडियन्ट्सहरु प्रयोग गरेर म तपाईहरुलाई बनाउन सिकाउने छु। यो भिडियोको डिस्क्रिप्सनमा जानुभयो भने तपाईहरुले फुल भिडियोको लिंक भेट्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरेर हाम्रो च्यानल रिताज किचनमा गएर फुल भिडियो हेर्न सक्नुहुन्छ। हाम्रो च्यानलमा अरु पनि थुप्रै भिडियोहरु छन्। तपाईहरु यदि नेपाली खानामा इन्ट्रेस्ट राख्नुहुन्छ भने हाम्रो च्यानलमा गएर भिडियोहरु हेर्न सक्नुहुन्छ।